हर्क साम्पाङ नाम सुन्ने बित्तिकै सम्पूर्ण नेपाली जनमानसमा एउटै कुरा दिमागमा खेल्ने गर्छ, त्यो हो उनको श्रम गर्ने बानी र देशप्रतिको माया। उनी मेयर मात्र होइनन्, श्रम संस्कृति पार्टीका सभापति पनि भइसकेका छन्। नेपाली राजनीतिमा शेर बनेर उदाएका हर्क साम्पाङ अहिले देश विदेश चारैतिर चर्चामा माथि रहेका छन्। पुराना र नयाँ राजनीतिक दलहरू पनि उनको प्रशंसा गर्नबाट पछि हटेका छैनन्। उनको एउटा स्ट्याटसले अहिले सामाजिक सञ्जालमा तहल्का मचाउँदै आइरहेको छ। उनी आफैले भन्दै आइरहेका छन्, आउँदो संसदीय निर्वाचनमा विजय मात्र होइन, उनी प्रधानमन्त्री बन्ने छन् र यो देशलाई उन्नति र विकासको बाटोमा लैजानेछन्। यति भन्दै गर्दाखेरि के तपाईहरु पनि मेयर हर्क साम्पाङज्यूलाई हाम्रो देशको प्रधानमन्त्री भएको हेर्न चाहनुहुन्छ? कृपया कमेन्ट गर्न नबिर्सनुहोला।